अपने सबके आई के कार्यक्रम में जे अपांगता आवाज ये कार्यक्रम में अपने सबके स्वागत कर रहा छी। अपने सब एखन जानकी FM 106 मेगाहर्ट्ज से सुन रहा छी। आ संगे ये कार्यक्रम हमर सबके यूट्यूब चैनल में से हो अपने सब देख सकै छी। आई के हमर सबके अतिथि रहल छथि DRF जे कि डिसेबिलिटी राइट फंड से संस्था के नाम एक प्रमुख रहल छथि हमर सबके कृष्ण गहतराज सब, जे कि अपांगता भेल व्यक्ति सबके खास कर मधेसी अपांगता सबके केना अधिकार भेटते, वो सब केना जगह पर पहुँचते, उनका सबके जे समस्या है ते सब पर वो सब काज कर रहल छथि बहुत लंबा समय से। हुनका से अपांगता भेल क्षेत्र के विषय में संबंधित रह आइ के वार्ता कर रहल छी। वो नेपाली भाषी छ, त्यही कारण से हम नेपाली में बात कर रहल छी। सर तपाईलाई स्वागत छ। हिजो जुन जनकपुर में एउटा कार्यक्रम भयो, त्यसमा अपांगता र यो जनजातिहरूलाई जोडेर जुन कार्यक्रम भएको थियो, खास गरी त्यो प्राकृतिक जुन सम्पदा छ त्यसमा कसरी उपयोग गर्न सकिन्छ, यो जुन जलवायु परिवर्तन छ यसले अब के असर गर्छ, त्यसमा सबभन्दा बढी अपांगता भएका व्यक्ति, दलित, त्यसपछि तपाईको जनजातिहरू पर्छ। हिजोको कार्यक्रमको मुख्य उद्देश्य के थियो? सबैभन्दा पहिला त धन्यवाद पटुकजी। आज फेरि चाहिँ लामो समय पछाडि चाहिँ हामी फेरि यो संवादमा बसेको छौँ र हामीले चाहिँ लामो समयदेखि निरन्तर रूपमा चाहिँ खाली कार्यक्रमहरू मात्रै गरेको छैन र यो संसारको माध्यमबाट पनि मध्य प्रदेशमा रहेको चाहिँ मधेसी अपांगता भएको व्यक्तिहरूको अधिकारको सवालमा विभिन्न तरिकाले संचारको चाहिँ प्रयोग गरेर पनि हामीले यस सम्बन्धी सचेतना फैलाउने वकालत गर्ने काम गर्दै आइरहेको छौँ। जहाँसम्म हिजोको विषयको छलफल गर्नुभएको छ, हिजो हामीले विशेष गरेर चाहिँ अपाङ्ग समाज जनकपुर र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल, त्यसै गरेर मधेस आदिवासी अपाङ्गता भएको महिलाहरूको संस्था नेपाल, यी तीनवटा संस्थाहरू मिलेर लगायत अन्य जलवायु परिवर्तनको क्षेत्रमा मध्य प्रदेशमा रहेर काम गरिरहेका चाहिँ विभिन्न नागरिक समाजका सङ्घ संस्थाहरूको चाहिँ संयुक्त आयोजनामा चाहिँ हामीले एउटा चाहिँ मध्य प्रदेशमा आदिवासी र आदिवासीभित्र पनि आदिवासी अपाङ्गता भएका महिलाहरूलाई चाहिँ आदिवासी र अपाङ्गताको दृष्टिकोणबाट जलवायु परिवर्तनले कस्तो असर गरेको छ भन्ने एउटा त्यो अध्ययन गरेको थियौँ हामीले। एउटा उद्देश्य चाहिँ त्यो अध्ययनले चाहिँ कस्तो कुरा चाहिँ प्राप्त गर्यो र यसलाई चाहिँ अब कसरी चाहिँ उत्थानशील बनाएर अगाडि जानुपर्छ मध्य प्रदेश भनेर चाहिँ त्यसको बारेमा चाहिँ विभिन्न सरकारवालाहरूको बिचमा चाहिँ बहस छलफल गरेको थियौँ भने अर्को चाहिँ मध्य प्रदेशमै जलवायु परिवर्तनको सवाल एकदमै महत्त्वपूर्ण सवाल बन्दै गइरहेको छ र जलवायु परिवर्तनको असर सबैभन्दा बढी चाहिँ अति विपन्न र सीमान्तकृत समुदाय, त्यसमा पनि विशेष गरेर चाहिँ अपाङ्गता भएका व्यक्तिहरू चाहिँ पर्ने भएको कारणले गर्दाखेरि चाहिँ यो सवालमा चाहिँ काम गर्दै गर्दाखेरि चाहिँ अपाङ्गतालाई चाहिँ मूल प्रभावीकरण गरेर कसरी जान सकिन्छ, एउटा चाहिँ सरकारको तहबाट चाहिँ मध्य प्रदेश सरकार र स्थानीय सरकारले चाहिँ अरू सबैको चाहिँ मुद्दा सवालहरूमा काम गर्दै गर्दाखेरि चाहिँ अपाङ्गता भएको व्यक्तिको सवाललाई कसरी चाहिँ मूल प्रभावीकरण गर्न सक्छ र अपाङ्गता भएकै सङ्घ संस्थाहरूले पनि उनीहरूको लक्षित वर्गलाई चाहिँ केन्द्रित गरेर चाहिँ कसरी सचेतना अभिवृद्धि गर्न सक्छ भन्ने यो विषयमा चाहिँ हामीले मूलभूत रूपमा छलफल गरेको थियौँ। यो जुन जलवायु परिवर्तनको प्रभाव त सबैलाई परेको छ। अब खास गरी तपाईँले भन्नुभयो नि अपाङ्गता विपन्न होइन सीमान्तकृत समुदाय अलिक बढी परेको छ। यसलाई कसरी अब मूल धारमा मानव अपाङ्गता भएका व्यक्तिहरूलाई यो जलवायु परिवर्तनबाट जे असर पर्छ, जलवायु परिवर्तनबाट नर्मल व्यक्तिलाई जो अपाङ्गता भएका व्यक्ति छैनन् उनीहरूलाई जे असर पर्छ त्योभन्दा पक्कै बढी असर पर्छ। यसलाई न्यूनीकरण गर्नको लागि के गर्न सकिन्छ? हामीले दुईटा तरिकाले हेरौँ यसलाई चाहिँ। पहिलो कुरा चाहिँ हामीले हजुरले भन्नुभएको पहिलो चाहिँ जुन शब्द छ, जस्तो जलवायु परिवर्तनले चाहिँ प्रभाव सबैलाई पार्छ। यो धनी गरिब लैङ्गिकताको आधारमा, जातीयताको आधारमा त्यो कुनै फरक भएन, त्यसले पार्ने प्रभाव चाहिँ सबैलाई चाहिँ एउटै हो। तर त्यो प्रभावको असर चाहिँ कोसँग बढी पर्छ त भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। कसँग बढी पर्छ भन्दाखेरि चाहिँ अनि आज बिहान पनि कान्तिपुर पत्रिकाले चाहिँ एउटा फोटो चाहिँ छापेको रहेछ। अनि यो तराई हाम्रो यो शीतलहरको अब समय सुरु भयो। अनि एउटा चाहिँ माझी समुदायको महिलाले चाहिँ घरभित्र एकदमै छाप्रो जस्तो घरभित्र चाहिँ उहाँले चाहिँ गुन्द्री नै ओछ्याउनु भएको र गुन्द्री नै ओढेको एउटा तस्बिर राखेको रहेछ। अनि त्यो तस्बिरले चाहिँ यो जलवायु परिवर्तनको असर कसलाई बढी पर्छ भन्ने कुरा चाहिँ आफै स्वतः रूपमा चाहिँ प्रश्न ती व्यक्तिले पर्छ। अनि किन त्यस्तो भयो भन्दा चाहिँ माझी समुदाय आफैमा सीमान्तकृत समुदाय हो, गरिबीको चाहिँ चरम मारमा परेको छ
र यो मौसमले चाहिँ परिवर्तन गरेको असरसँग जुन आफूले चाहिँ लड्ने हो त्यो लड्ने क्षमता चाहिँ कम हुन्छ। त्यो कम भएको कारणले गर्दा चाहिँ ऊ बढी प्रभावित हुन्छ। तर जोसँग चाहिँ सम्पन्नशाली छ, जोसँग चाहिँ राम्रो घरवास छ, उसले चाहिँ कम्ती पक्कै पनि उसँग त्यो लड्ने मुकाबिला गर्ने क्षमता चाहिँ त्यो विपन्नभन्दा उसँग बढी हुने कारणले गर्दा चाहिँ उसले चाहिँ असर चाहिँ कम रोक्छ। एउटा चाहिँ त्यो प्रसङ्ग भयो। दोस्रो प्रसङ्ग चाहिँ यस्तो परिस्थितिमा चाहिँ हामीले कसरी चाहिँ न्यूनीकरण गर्न सकिन्छ भन्ने जुन चाहिँ प्रमुख सवाल सोध्नु भएको छ, त्यसमा हामीले 2-3टा कुराहरू चाहिँ ध्यानमा राख्नुपर्ने हुन्छ। पहिलो सवाल भनेको चाहिँ नीतिगत सवाल नै हो। हामीले बनाएको जति पनि मध्य प्रदेश सरकारले चाहिँ जति पनि जलवायु परिवर्तन सम्बन्धी बनाएका नीति, नियम, कानुन र चाहिँ यसका निर्देशिकाहरू छन्, तिनलाई चाहिँ पुनरावलोकन गरेर चाहिँ सबैको लागि चाहिँ समावेशी बनाउनु पर्यो पहिलो कुरा चाहिँ। अनि समावेशी पनि तपाईँको चाहिँ ब्ल्याङ्केट अप्रोचमा सबैलाई चाहिँ सोलो डोलोमा चाहिँ समावेशिता भन्नु भएन। हामीले अघि भनेको जस्तै चाहिँ जलवायु परिवर्तनको चाहिँ सबैभन्दा असर कसलाई बढी पर्छ, कसलाई चाहिँ तुरुन्तै हामीले चाहिँ एड्रेस गरिहाल्नुपर्छ, सम्बोधन गरिहाल्नुपर्छ भन्ने कुरामा चाहिँ त्यसरी प्राथमिकताको आधारमा चाहिँ नीतिगत पुनरावलोकन गरेर समावेशी गराउनुपर्छ। र यदि चाहिन्छ हामीसँग त्यस्तो नीतिहरू छैन, त्यस्तो कार्यनिर्देशिकाहरू छैन भने पनि त्यस्ता नीति र कार्यनिर्देशिकाहरूको चाहिँ पुनः समीक्षा तपाईँको चाहिँ पुनर्निर्माण गर्नु पर्यो र त्यो निर्माण गर्दाखेरि चाहिँ सोही समुदायको चाहिँ प्रत्यक्ष सहभागिता प्रतिनिधित्वमा गर्नुपर्छ, जसले गर्दा उनीहरूको चाहिँ वास्तविक समस्यालाई समाधान गर्न सकिन्छ। दोस्रो चाहिँ मैले कार्यक्रम तथा बजेटको कुरा गर्छु। दोस्रो चाहिँ कुरा के भन्दा चाहिँ नीति मात्रै भएर भएन। हामीसँग चाहिँ नेपालको समग्र एउटा रिक्त रहेको चाहिँ अवस्था चाहिँ के भन्दाखेरि चाहिँ कमजोर पक्ष हामीसँग प्रशस्त नीति नियमहरू चाहिँ छन्, तर भएका नीति नियमहरू पनि प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन। जुन नीतिहरूको परिकल्पना गरिएको छ, जुन बनाइराखिएको छ, त्यसले निश्चित संरचनाहरूको डिमान्ड गर्छ। ती संरचनाहरू चाहिँ पूर्ण रूपमा नबनाइसके पछाडि चाहिँ जुन कार्यान्वयन गर्ने बाटो हुन्छ, त्यो कार्यान्वयन पनि तपाईँको चाहिँ प्रभावकारी कार्यान्वयन भएको कारणले गर्दा चाहिँ हामीले जे एउटा उद्देश्य राखेर गराएको छ त्यो उद्देश्य प्राप्त नभएको छ। त्यस कारणले नीति बनाइसके पछाडि चाहिँ निश्चित त्यसले चाहिँ माग गर्ने चाहिँ कार्यक्रम र बजेटको पनि त्यसरी विनियोजन गर्नुपर्छ। त्यसरी गऱ्यो भनेदेखि चाहिँ मलाई लाग्छ हामी त्यसलाई चाहिँ अझै बढी सामूहिक रूपमा चाहिँ सरकारी पक्षबाट, गैर सरकारी पक्षबाट न्यूनीकरणको लागि चाहिँ प्रयत्न गर्न सक्छौँ। तपाईँ दुईवटा कुरा गर्नुभयो, एउटा नीति र त्यसपछि त्यो नीतिको आधारमा जुन काम गर्नुपर्छ त्यो। खास गरी यो जुन जलवायु परिवर्तनबाट जुन प्रभावित व्यक्तिहरू छन् उनीहरूको सबभन्दा नजिकको सरकार स्थानीय तह हो। हजुर। तर स्थानीय तहले त्यो हरेक वर्षको जुन परिषद हुन्छ अथवा नीति बनाएका छ, धेरै स्थानीय तहले नीति बनाएको छैन। तर उनीहरूको जे नीति छ त्यसमा 4 लाइन थप दिएको छ, अपाङ्गता भएका व्यक्तिहरूको लागि पनि यो गरिने छ भनेर थपेछ। तर त्यो नीतिमा मात्र सीमित छ। स्थानीय तहले अहिलेसम्म मैले बुझेअनुसार धनुषा जिल्लामा र मध्य प्रदेशका अन्य जिल्लाहरूमा त्यो बजेट आउँछ र त्यो बजेटमा अब अपाङ्गता भएका व्यक्तिहरूको नाउँमा केही अब 4 लाइन लेखिदिने र त्यसमा उनीहरूको लागि त्यो सहायक सामग्री वितरण मात्र उनीहरूको मुख्य उद्देश्य सहायक सामग्री वितरण, र त्यसमा पनि कमिसनको कारणले गर्दा कमसल प्रयोग गरिएको हुन्छ। तर अपाङ्गता भएका व्यक्ति जो कि विभिन्न 10 प्रकारका अपाङ्गता भएका व्यक्ति छन्, हाम्रो स्थानीय तहको नजरमा अपाङ्गता भनेको शारीरिक अपाङ्गता मात्र उहाँहरूको नजरमा छ। अब यसलाई क्याटेगोराइज गर्नु पर्यो, स्थानीय तहले कुन स्थानीय तहमा कति हिजो पनि कुरा उठेको थियो, हाम्रो मध्य प्रदेशमा अथवा धनुषा जिल्लामा कति अपाङ्गता भएका व्यक्तिहरू छन् उनीहरूको यथार्थ डाटा नै छैन। हजुर हजुर। त्यसको लागि यहाँ धेरै संस्थाहरू छन् अपाङ्गता भएका क्षेत्रमा काम गर्ने। तपाईँहरू केन्द्रबाट उहाँहरूलाई सपोर्ट गरिरहनु भएको छ। अब कसरी यो स्थानीय जिल्ला स्तरमा अथवा प्रदेश स्तरमा उनीहरूको पहिला डाटा हुनुपर्छ के छ। होलसेलमा मैले बुझेअनुसार 2% छ देशभरि, तर देशभरि 2% छ। कुनै एउटा ठाउँमा त 2% हुँदैन, कुनै ठाउँमा त 10% पनि हुनसक्छ अथवा 1% पनि हुनसक्छ। उनीहरूको डाटा पनि हुनु पर्यो र डाटा अनुसार अब कुन अपाङ्गता भएका व्यक्ति छन् ती अनुसार स्थानीय तहले बजेट विनियोजन गर्नुपर्छ र काम गर्नुपर्छ। तर मैले बुझेअनुसार अहिलेसम्म भएको छैन। स्थानीय तहले खालि त्यो व्हिल चेयर, सहायक सामग्री त्यो कहिलेकाहीँ फेरि हरेक वर्ष उनीहरूले कहिलेकाहीँ वितरण गर्छ। स्थानीय तहलाई हामी स्थानीय तहका प्रमुख भयो, प्रमुख प्रशासकीय अधिकारी भयो, उहाँहरूलाई अपाङ्ग मैत्री बुझाइमा विकास कसरी हुन्छ त्यो मैले मुख्य बुझ्न खोजेको छ। कस्तो महत्त्वपूर्ण चाहिँ प्रश्न गर्नुभयो, तर अब यसले चाहिँ थुप्रै कुराहरू चाहिँ म्याच गर्छ होइन। जस्तो मलाई चाहिँ सबैभन्दा पहिलो भन्न खोजेको चाहिँ के भन्दा चाहिँ हरेक स्थानीय तहमा पहिलो कुरा चाहिँ जुन हाम्रो 3 तहको सरकार छ, 3 तहको सरकार बिचको भूमिका जिम्मेवारीको कुराहरूमा चाहिँ
स्पष्टता छैन। विशेष गरेर जलवायु परिवर्तनको जुन नीति छ त्यो नीतिको दृष्टिकोणले हेर्ने हो भनेदेखि चाहिँ केन्द्रीय सरकारले के गर्ने, प्रादेशिक सरकारले के गर्ने र स्थानीय सरकारले के गर्ने भन्ने कुराको चाहिँ यी तीन तहको सरकारको भूमिका र जिम्मेवारीको कुरा छ त्यो स्पष्ट छैन। एकअर्का बिच तपाईँको चाहिँ ओभरल्याप भएको छ। यस्तो खालको अस्पष्टताले गर्दाखेरि पनि प्रभावकारी रूपमा चाहिँ स्थानीय तहले काम गर्न नसकेको एउटा चाहिँ यथार्थ छ। दोस्रो कुरा चाहिँ हजुरले भन्नुभएकोमा चाहिँ हरेक स्थानीय तहले चाहिँ विशेष गरेर चाहिँ विपद जोखिम न्यूनीकरण सम्बन्धी विपद जोखिम व्यवस्थापन समिति, त्यसलाई चाहिँ स्थानीय विपद जोखिम व्यवस्थापन समिति भनेर भन्छन्, त्यो समितिमा चाहिँ विभिन्न प्रकारका सरकार र निकायहरूको सहितको एउटा समिति बन्ने गर्छ। अब यही समितिलाई हामीले हेर्ने हो भनेदेखि कस्तो देखिन्छ भन्दा चाहिँ ती विपद व्यवस्थापन समितिहरूमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता प्रतिनिधित्व छैन, त्यहीँबाट नै चाहिँ आउट भएको छ होइन। अब नेपालको सन्दर्भमा अहिले पछिल्लो पटक कस्तो हो भन्दाखेरि चाहिँ जति पनि विपद जोखिमहरू हामीले चाहिँ सामना गरिरहेको छ यी सबै चाहिँ जलवायुबाट चाहिँ उत्पन्न भएको चाहिँ विपदका जोखिमहरू हुन्। त्यस कारणले जल विपदको मात्रै चाहिँ हामीले सम्बोधन गरेर हुँदैन कि विपद निम्ति आउने मूल कारक जुन चाहिँ जलवायु परिवर्तन छ ती जलवायु परिवर्तनका कारकहरू के हुन् त्यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ। अब यत्रो बृहत विषय चाहिँ अघि हजुरले भनेकोमा चाहिँ हेर्ने भनेदेखि चाहिँ स्थानीय तहका चाहिँ जति पनि जनप्रतिनिधिहरू र त्यसमा काम गर्ने सरकारी संयन्त्रका चाहिँ कर्मचारीहरू हुनुहुन्छ उहाँहरूमा चाहिँ सीमित ज्ञान छ होइन। अब यही जलवायु परिवर्तनलाई लिएर हामीले अपाङ्गतासँग जोड्ने हो भनेदेखि त उहाँहरूलाई जलवायु परिवर्तन सम्बन्धी पनि बृहत ज्ञान छैन र अर्को कुरा क्षमता छैन। दोस्रो कुरा चाहिँ अपाङ्गता सम्बन्धी पनि एकदमै साँगुरो घेराको बुझाइ छ अनि त्यसले गर्दाखेरि चाहिँ ठुलो ग्याप रहेको देखिन्छ। त्यही भएर मैले अघि हजुरले भन्नुभएकोमा पक्कै पनि सबैभन्दा पहिलो एउटा प्रस्थान बिन्दु चाहिँ अपाङ्गता सम्बन्धीको चाहिँ ज्ञान अभिवृद्धि गर्ने होला। त्यसपछि अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ यकिन तथ्याङ्क चाहिँ हामीसँग हुनु पर्यो। तपाईँले अघि गर्नुभएको तथ्याङ्कको सन्दर्भ हेर्ने भने 2078 सालको जनगणनाले चाहिँ नेपालभरिको जनसङ्ख्याको कुल जनसङ्ख्याको जम्मा 2.2% निकालेको छ। त्यसलाई प्रादेशिक हिसाबले हेर्ने भनेदेखि चाहिँ गण्डकी प्रदेश त्यसपछि गएर चाहिँ कर्णाली प्रदेशहरू सबैभन्दा बढी अपाङ्गता भएको प्रदेशहरूको रूपमा देखिन्छ तथ्याङ्कले। तर त्यो तथ्याङ्कहरू चाहिँ वास्तविक हुन् कि होइनन् भन्ने प्रश्न हो। हामी यदि मध्य प्रदेशको तुलनामा गऱ्यौँ भनेदेखि चाहिँ म अब 7वटै प्रदेशमा एकदमै नजिकबाट काम गर्ने र अपाङ्गता नै मेरो विषय भएको कारणले गर्दा मेरो चाहिँ थोरै फरक मत के छ भन्दा चाहिँ मध्य प्रदेशको चाहिँ वास्तविक तथ्याङ्क आउन सकेन। मध्य प्रदेशमा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूको चाहिँ अरूभन्दा चाहिँ तुलनात्मक हिसाबले बढी सङ्ख्या आउनुपर्छ भन्नेमा छु। त्यसका तर्कहरू चाहिँ के छन् भन्दा चाहिँ एउटा तर्क चाहिँ मध्य प्रदेशमा चाहिँ सामाजिक सांस्कृतिक रूपमा चाहिँ अपाङ्गताप्रतिको दृष्टिकोण धेरै ठुलो नकारात्मक दृष्टिकोण छ, सोच छ। त्यसले गर्दा चाहिँ उनीहरू चाहिँ बाहिर देख्न चाहँदैन र गणनाबाट छुटिएको छ। अरू चाहिँ हामीले गर्ने चाहिँ जनगणनाको जुन विधि छ विधि नै आफैमा चाहिँ कमजोर छ। त्यसले गर्दाखेरि पनि हामीले मध्य प्रदेशमा चाहिँ यकिन तथ्याङ्क ल्याउन सकेको छैनौँ। अब यस्तो अवस्थामा हजुरले भनेको चाहिँ अब हामी यसरी हेरौँ जस्तो अहिले हामी पुसमा छौँ, पुसमा चाहिँ गाउँ परिषद नगर परिषदहरू हुँदैछन् होइन। र जुन अहिले चाहिँ हाम्रो सङ्घीय संरचना आइसके पछाडि चाहिँ हामी 14 तहको चाहिँ योजना तर्जुमाको प्रक्रियाबाट चाहिँ 7 चरणको चाहिँ योजना तर्जुमा प्रक्रियाको चरणमा अभ्यास गर्छौँ र अब यहीँबाट सुरु हुन्छ, पुसबाट नै प्रारम्भ हुन्छ अर्को आर्थिक वर्षको लागि। भनेपछि कस्तो राम्रो हामी राइट टाइममा छौँ यदि गर्ने हो भनेदेखि चाहिँ होइन। हाम्रो लागि चाहिँ सबैभन्दा चाहिँ स्थानीय सरकारको सबैभन्दा ठुलो वैधानिक उच्च निकाय भनेको चाहिँ स्थानीय अपाङ्गता समन्वय समिति हुन्छ। स्थानीय अपाङ्गता समन्वय समिति हरेक 753वटा पालिकामा हुन्छ र त्यसको नेतृत्व चाहिँ नगरपालिकामा चाहिँ उपमेयरले अथवा उपमेयर उपप्रमुखले गर्नुहुन्छ संयोजकको हिसाबले। गाउँपालिकामा चाहिँ तपाईँको चाहिँ त्यहाँको चाहिँ उपाध्यक्षले गर्नुहुन्छ। भनेपछि उहाँको नेतृत्वमा जुन बनेको चाहिँ अपाङ्गता भएका व्यक्तिहरू सहितको जुन समावेशी 11 जनाको समिति हुन्छ त्यो समितिले अहिलेको चाहिँ नगर परिषद तथा गाउँ परिषदमा चाहिँ यस्ता खालका चाहिँ अपाङ्गता भएका व्यक्तिहरूले सरकार राख्ने जलवायुदेखि लिएर विपद व्यवस्थापनका विविध सरकारका सवालहरूमा चाहिँ उहाँले बहस र छलफल गर्नुपर्छ। तर भइरहेको छैन। अब यसमा धनुषा जिल्लामा धेरै संस्था छन् अपाङ्गता भएका होइन। अपाङ्ग समाज जनकपुर छ, राष्ट्रिय अपाङ्ग महासङ्घको यहाँका शाखा नै छन्। तर विगत 7-8 वर्षदेखि अपाङ्गता भएका धनुषा जिल्लाको हामी कुरा गरौँ होइन, प्रदेशको छोडिदिउँ, धनुषा जिल्लामा कति सङ्ख्या छ, जनसङ्ख्या छ उहाँहरूको त्यो अहिलेसम्म यकिन भएको छैन।
यसमा पालिका वाइज पनि त गर्न सकिन्छ नि होइन। हजुर। यसमा तपाईँले यहाँका स्थानीय प्रमुखलाई मेयर उपमेयरलाई के भन्न चाहनुहुन्छ? कसरी सबभन्दा पहिला उहाँहरूको त डाटा हुनु पर्यो नि, त्यो भइरहेको छैन। हरेक वर्ष यही कुरा हुन्छ, तर त्यो कसरी डाटा एक नम्बरमा डाटा हुनु पर्यो। अर्को चरणमा तपाईँको विभिन्न पालिकाहरूको आफ्नो भवन बनिरहेछ, धेरै पालिकाको बनिरहेछ, त्यो अपाङ्ग मैत्री छैन। त्यसमा कसरी पहल गर्न सकिन्छ? तपाईँहरूको जुन शाखा मानौँ होइन, उहाँहरू त एक प्रकारले शाखा हो, तपाईँहरू जे भन्नुहुन्छ त्यो अनुसार स्थानीय यहाँका संस्थाहरूले काम गर्नुहुन्छ, उहाँहरूलाई कसरी अलि त्यो कामको लागि जवाबदेही बनाउन सकिन्छ? मलाई चाहिँ अब दुईवटा कुरा लाग्छ। पहिलो कुरा चाहिँ स्थानीय सरकार पनि सरकारकै अभिन्न अङ्ग भएको कारणले गर्दाखेरि चाहिँ हामीले जति पनि राष्ट्रिय अन्तर्राष्ट्रिय नियम कानुनहरूको चाहिँ पालना गर्ने भनेर प्रतिबद्धता गरेको छौँ, त्यो प्रतिबद्धताप्रति चाहिँ उत्तरदायी र जवाबदेही हुनु पर्यो। जस्तो उदाहरणको लागि चाहिँ हामीसँग चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2075, यसको पहिलो संशोधन 2076, यसका नियमावली अनि भौतिक पहुँच तथा सञ्चार सेवा निर्देशिका, व्यक्तिगत सहयोगी निर्देशिका लगायतका थुप्रै चाहिँ राष्ट्रिय कानुनहरू छन्। अब ती कानुनहरूलाई चाहिँ परिपालना गरेर चाहिँ व्यवहारमा उतार्ने चाहिँ एउटा स्थानीय सरकारको तपाईँको चाहिँ जवाबदेहीताभित्र पर्ने कुरा भयो होइन। तर त्यसलाई चाहिँ थप जवाबदेही बनाउनको लागि चाहिँ सँगसँगै चाहिँ नागरिक समाजको हिसाबले चाहिँ जति पनि जुन जुन ठाउँमा चाहिँ हाम्रो चाहिँ स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरूको सङ्घ संस्था र तिनको अधिकार कर्मीहरू छन्, उहाँहरूको पनि त्यत्तिकै जिम्मेवारी आउँछ। हो, पक्कै पनि चाहिँ स्थानीय सरकारलाई सम्पूर्ण प्रकारको चाहिँ ज्ञान नहुन सक्छ। त्यसलाई चाहिँ ज्ञान अभिवृद्धि गर्दै, सचेतना अभिवृद्धि गर्दै तपाईँको भएका कानुनहरूलाई चाहिँ कार्यान्वयन गर्नका लागि चाहिँ वकालत गर्ने, पैरवी गर्ने र सहजीकरण गर्ने। मैले खालि वकालत मात्रै गर्ने भनेको छैन, अधिकार माग्ने मात्रै होइन, कतिपय ठाउँमा चाहिँ हामी आफैले सहजीकरण गरिदिनु पर्ने हुन्छ। त्यसरी गऱ्यौँ भनेदेखि चाहिँ मलाई लाग्छ त्यसको केही हदसम्म चाहिँ हामी कार्यान्वयनमा जान सक्छौँ। तपाईँले भन्नुभएको जस्तो तथ्याङ्क लिने कुरामा चाहिँ स्थानीय सरकारले चाहिँ सम्पूर्ण प्रकारको ज्ञान नहुन सक्छ। तर हामीसँग भएको चाहिँ स्थानीय तहमा कार्यरत अपाङ्गता भएका सङ्घ संस्थाहरूसँग उहाँहरूसँग बढी ज्ञान छ भनेदेखि त्यो ज्ञान चाहिँ त्यो स्थानीय तहलाई दिनु पर्यो, नमुना सिकाइदिनु पर्यो, यसरी गर्ने हो भनेर भन्नु पर्यो। हजुरले अर्को भन्नुभएको छ स्थानीय संरचनाहरू बन्दैछन्, भौतिक संरचनाहरू कार्यालयहरू बन्दैछन् भने ऱ्याम्प बनाउने हो। अब ऱ्याम्पको कस्तो छ भने हेर्नुहोस्, सपाङ्ग मान्छे, अपाङ्गता नभएको मान्छे पनि त्यो ऱ्याम्पबाट हिँड्न नसक्ने अवस्थामा त्यो ऱ्याम्प हालिएको छ। अब यसलाई मैले कसरी लिन्छु भन्दा चाहिँ त्यस्तो खालको ऱ्याम्प बनाउने खालको चेतना चाहिँ गराउनु पर्ने रहेछ भने सचेतीकरण चाहिँ भयो। तर वास्तवमै ऱ्याम्प कस्तो हुन्छ त यसको स्ट्यान्डर्ड भन्ने कुरा चाहिँ त्यसको चाहिँ यसको प्राविधिक ज्ञान रहेनछ भनेदेखि चाहिँ हाम्रो अपाङ्गता भएको व्यक्तिको सङ्घ संस्था र तिनको अधिकार कर्मीहरूले चाहिँ त्यस्तो संरचना निर्माण गर्दाखेरि प्रारम्भदेखि नै त्यसको चाहिँ अनुगमन गरिराख्ने र त्यसलाई कसरी चाहिँ त्यो सचेत निश्चित मापन अन्तर्गत बनाउने हो भन्ने कुरामा चाहिँ हामीले प्राविधिक हिसाबले पनि सहयोग गर्न सक्नु पर्यो। त्यसरी चाहिँ संयुक्त रूपमा यो सरकारले मात्रै छुट्टै, अपाङ्गता भएका व्यक्तिले मात्रै छुट्टै अथवा खोज्ने र दिने, माग्ने र दिने भन्दा पनि एकअर्का बीच चाहिँ सहकार्य गरेर कसरी अपाङ्गता समावेशी वातावरण निर्माण गर्न सकिन्छ भन्नेमा काम गर्नु। धनुषा जिल्लामा 18वटा स्थानीय तह छ। हजुर। यहाँ मलाई लाग्छ 18 भन्दा बढी संस्था पनि छन्, बढी छन्, त्योभन्दा पनि बढी होला होइन। तर अब एउटा दुईवटा संस्था जुन चर्चित संस्था छ होइन, म पटक नाम लिइरहेको छु, अपाङ्ग समाज जनकपुर, शत्रुघ्न लालकन मात्रै किन गर्ने होइन, अरू पनि त छ नि। सबै मिलेर तपाईँको जुन पालिकामा अब स्थानीय तह के छ, अब अपाङ्गता भएका व्यक्ति छन्, केही दया गरिदिउँ, केही काम गरिदिउँ, तपाईँ भनौँ ऱ्याम्प छ, तर त्यसको हाइट अब जो स्ट्यान्डर्ड हाइट छ त्यो छैन, कामको लागि काम छ भएको, तर त्यो फाइदाजनक भएको छैन। अब अहिलेको समय छ, पुस माघ, अब पुस चलिरहेछ, यसमा अब उहाँहरूलाई थप सक्रिय बनाई स्थानीय तहसँग समन्वय गरी, त्यो अब मात्र एकचोटि गएर हुँदैन, समन्वय गरी जुन जनप्रतिनिधिलाई जिम्मेवार बनाए, किनभने यो त एक दिनको काम होइन। अपाङ्गता भएका व्यक्ति हामी जति गरे पनि केही न केही त अपाङ्गता भएका व्यक्तिको त हुन्छ नि। मानव आज कोही अपाङ्ग छ, भोलि अपाङ्ग हुन सक्छ। त्यसैले त्यो स्थानीय संरचनालाई त्यो अनुसार बनाउने र जनप्रतिनिधि अपाङ्ग मैत्री उनीहरूको बुझाइ नै छैन, अपाङ्ग मैत्री बुझाइ छैन। त्यसको लागि अब तपाईँ जस्तो सबै यो अपाङ्गता भएका क्षेत्रमा जान्ने तपाईँ जस्तो ट्रेनर होइन, तपाईँले दिएको जानकारी अनुसार यहाँ पनि अब ट्रेनर भइसक्नु भएछ उहाँहरू होइन, धेरै जानकारी छ। उहाँहरू अहिले पनि स्थानीय तहको समन्वयमा सम्पर्कमा त्यति भएको मैले फिल गरेको छैन। हजुर। उहाँहरूले तपाईँ के भन्न चाहनुहुन्छ? अब मेरो चाहिँ अब कस्तो छ भन्नुहुन्छ भने मैले चाहिँ के सुझाव दिन चाहन्छु भने पहिलो कुरा चाहिँ हामी के हुनुपर्छ भन्दा चाहिँ मेरो यो लामो समयको काम गर्ने अनुभवले के भन्छ भन्दा चाहिँ
हामी अपाङ्गता भएको व्यक्तिहरू चाहिँ बढी चाहिँ नकारात्मक कुरालाई चाहिँ एकैचोटि नकारात्मक तरिकाले नै टिप्पणी गर्ने हाम्रो बानी छ होइन। त्यसो गऱ्यो भनेदेखि हामीले जितिँदैन। हामीले चाहिँ जति पनि इनिसिएटिभ पहल कदमीहरू भएको छ स्थानीय अथवा प्रादेशिक सरकार अथवा कुनै पनि होइन अपाङ्गता नभएको सङ्घ संस्थाहरू चाहिँ बाट भएको छ नि, जति काम भएको छ त्यसलाई चाहिँ सबैभन्दा पहिला चाहिँ सकारात्मक रूपमा लिनुपर्छ। त्यही सकारात्मक रूपलाई त्यसलाई लिएर त्यसलाई नै अझै थप बढावा दिने गऱ्यौँ भनेदेखि चाहिँ हामी बल्ल एउटा हिसाबले चाहिँ सकारात्मक दिशातिर जान सक्छौँ। त्यही भएर हजुरले भन्नुभएको कुरामा चाहिँ हामीले गर्नु भनेको चाहिँ ओके अहिले एकैचोटि सबै कुरा हामीले पहल कदमी गरेर प्राप्त गराउन सक्दैनौँ। डेफिनेटली तपाईँले भन्नुभयो पहिलो कुरा त बुझाइमै नै समस्या छ भने चाहिँ एकैचोटि प्राप्त गर्न सक्दैनौँ। तर हामीले त्यस्तो केही मोडल कामहरू गर्नु पऱ्यो, नमुना काम गर्नु पऱ्यो, जुन नमुना कामले चाहिँ अरूले पनि सिक्दै जाओस् र गरिराखेको मान्छेलाई पनि थप प्रोत्साहन गरोस् कि अझै त्यसलाई चाहिँ मैले सकारात्मक रूपमा गर्न सक्छु भनेर। जस्तो उदाहरणको लागि चाहिँ हरेक पालिकामा चाहिँ किन भवनमा चाहिँ र्याम्प हाल्ने, हामी एउटा टोयलेटबाट सुरु गरौँ न यो वर्षको लागि। पहिला चाहिँ उहाँले चाहिँ अपाङ्गता मैत्री शौचालय बनाउनु भयो भने अपाङ्गता मैत्री शौचालयमा प्रवेश गर्नको लागि त उहाँको त्यो भवनको परिसर पनि फेरि चाहिँ पहुँचयुक्त बनाउनु पर्ने होला नि त। भनेपछि यो वर्ष चाहिँ उहाँले चाहिँ पहुँचयुक्त शौचालय बनाउनु भयो भने अर्को वर्ष त्यसले स्वतः के डिमान्ड गर्छ भन्दाखेरि चाहिँ उहाँको परिसर चाहिँ कार्यालयको परिसरलाई पहुँचयुक्त बनाउनु पर्ने रहेछ भन्ने कुरा हुन्छ। अर्को वर्ष कार्यालय परिसर बनाउनु भयो भने त्यसपछि फेरि चाहिँ त्यहाँको सूचना सञ्चारको कुराहरूलाई चाहिँ पहुँचयुक्त बनाउनु पर्ने हुनसक्छ भन्ने कुराको चाहिँ त्यो अनुभूत हुनसक्छ भनेपछि हामीले स्टेप बाई स्टेप चरण वाइज चाहिँ हामीले चाहिँ चरणबद्ध रूपमा चाहिँ काम गऱ्यौँ भने हामीले त्यसलाई चाहिँ त्यसरी जित्न सक्छौँ भन्ने कुरा चाहिँ मेरो त्यो लामो समयको सिकाइले त्यो भन्छ। अर्को कुरा हजुरले एउटा महत्त्वपूर्ण कुरा उठाउनु भयो कि पालिकाका चाहिँ मेयर उपमेयरहरू चाहिँ अहिले पनि अपाङ्गताको विषयमा पूर्ण रूपमा जानकारी हुनुहुन्न। उहाँहरूको त्यो अवधारणागत बुझाइमा नै समस्या भएको कारणले गर्दा चाहिँ उहाँले गर्ने पहल कदमीहरू चाहिँ कल्याणकारी भयो। जाडो आयो शीतलहर बढ्यो भने चाहिँ कम्बल बाँडिदिने, अनि अरू बेलामा चाहिँ बढी न बढी काम गर्नु भने व्हिलचेयर बैशाखी सेतो छडीहरू लिएर बाँडिदिने र उहाँले आफूले त्यही नै सबैभन्दा ठुलो चाहिँ काम गर्यो अपाङ्गताको चाहिँ समस्या समाधानको लागि भन्नुहुन्छ। त्यो चाहिँ अत्यन्तै कल्याणकारी सोचबाट गरिएको। तर हामीले चाहेको भनेको त हामी अपाङ्गता भएको व्यक्तिहरू चाहिँ अपाङ्गता नभएको व्यक्ति सरह चाहिँ समाजका हरेक क्रियाकलापमा घर परिवारदेखि लिएर सामाजिक गतिविधिमा चाहिँ बिना अवरोध चाहिँ सहभागी आत्मसम्मानपूर्वक चाहिँ सहभागिता चाहिँ प्रतिनिधित्व गर्ने हो। त्यसका लागि चाहिँ हामीले चाहिँ मानव अधिकारको सवालको रूपमा चाहिँ यसलाई चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ र त्यसरी सचेतना फैलाउनुपर्छ भन्ने लाग्छ। ठिक छ। अब हामी यो स्थानीय तहको जुन अवस्था छ हामी पटक पटक यसमा कुरा गर्छौँ। अब यो फागुन 21 गतेमा अलि हामी केन्द्रित हौँ। फागुन 21 गते हाम्रो जुन पछिल्ला परिस्थिति अनुसार जुन निर्वाचनको घोषणा भएको छ जनजी आन्दोलनपछि, अब विभिन्न दलहरूले तपाईँको फागुन 21 को लागि उम्मेदवारहरूको छनौट गरिरहेका छन्, विभिन्न पार्टीले छनौट गरिरहेछन्। तर अहिलेसम्म विभिन्न जुन क्लस्टर छुट्याएको छ त्यसमा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक बनेछ। धनुषा जिल्लामा पनि तपाईँको अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकमा 1-2 अपाङ्गता भएका व्यक्तिको नाम छ, त्यसमा पनि थियो। तर प्रदेशसभा सदस्य जुन छ 107 जना, त्यसमा 1 जना मात्र सर्लाहीबाट निर्वाचित 2 चोटि हुनुभएको छ। र अपाङ्गता भएका व्यक्ति कुनै छनौटमा पनि पर्दैन, समानुपातिकमा पनि पर्दैन। यो जुन अल्पसङ्ख्यक र अपाङ्गताको छ नि एउटै क्लस्टरमा राखेको कारणले गर्दा समस्या छ। तपाईँहरू केन्द्रमा हुनुहुन्छ, यसमा कसरी त्यो छुट्याउन सकिन्छ? अब यसमा हजुरले यो अहिलेको वर्तमान राजनीतिक परिस्थितिलाई लिएर आउनुभयो र यो विशेष गरेर चाहिँ जसरी आम नागरिकको राजनीतिक अधिकारको सवाल हो, नागरिक तथा राजनीतिक अधिकार भन्छौँ हामीले, सोही रूपमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको पनि एउटा चाहिँ आफ्नो राजनीतिक अधिकारको चाहिँ सवाल हो होइन। हाम्रो त थुप्रै अन्तर्राष्ट्रिय महासन्धिहरू छन् जसले चाहिँ यसरी राजनीतिक अपाङ्गता भएको व्यक्तिहरूको राजनीतिक अधिकारलाई चाहिँ स्पष्ट रूपमा चाहिँ सम्बोधन गरेको छ। गएको चुनावदेखि नै निर्वाचनदेखि नै चाहिँ अपाङ्गता भएको व्यक्तिहरूले चाहिँ एउटा भोगेको प्रमुख चुनौती र उठाएको सवाल पनि यही नै हो। यो बढी जस्तो चाहिँ राजनीतिक रूपमा नै नियोजित हिसाबले खेलिएको प्रावधान चाहिँ अपाङ्गता भएको व्यक्ति / अल्पसङ्ख्यक राखिदिएको कारणले गर्दाखेरि चाहिँ धेरै जसो अपाङ्गता भएका व्यक्तिहरू त्यहाँबाट छुट्नु भएको छ र राजनीतिक दलले चाहिँ आफ्नो प्रिफरेन्सको रूपमा होइन आफ्नो यसलाई के भन्छ राजनीतिक सुविधाको हिसाबले चाहिँ यसलाई चाहिँ गलत तरिकाले चाहिँ प्रयोग गर्ने चाहिँ ठुलो स्पेस चाहिँ क्रिएट गर्नुभयो। जहाँ जहाँ पहुँच भएकोमा केही चाहिँ सङ्घदेखि प्रदेश स्थानीय तहमा पनि अपाङ्गता भएको व्यक्तिहरू पर्नुभएको छ, त्यही / भित्र पनि
तर नियोजित रूपमै चाहिँ तपाईँको अल्पसङ्ख्यकै मात्रै कोटा हो अथवा चाहिँ अपाङ्गता भएको भन्ने कोटामा चाहिँ यसको चाहिँ क्लियर कट भएन। त्यसले गर्दा चाहिँ धेरै जसोको सम्भावना बोक्न त्यो पनि छुट्नु भएको छ। त्यस कारणले अब हामीले गरेको अहिलेको चाहिँ पहल कदमी के भन्दा चाहिँ निर्वाचन आयोगले जुन निर्वाचन सम्बन्धीको जुन चाहिँ तपाईँको विधेयक ऐनको तर्जुमा गरिरहेको छ र अब हिजो अस्ति मात्रै पनि आयो कि अहिलेको उम्मेदवारी दिँदा चाहिँ हरेक राजनीतिक दलले चाहिँ 50% महिलालाई अनिवार्य गर्नुपर्छ भनेको जस्तै समानुपातिको सन्दर्भमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरू नै भनेर छुट्टै क्लस्टर गराइनुपर्छ भनेर चाहिँ विभिन्न राजनीतिक सङ्गठनभित्रका चाहिँ अपाङ्गता भएका राजनीतिक अधिकार कर्मीहरूको सङ्गठन छ। उहाँहरूले यस्तो खालको चाहिँ आफ्नो राजनीतिक पार्टीभित्र पनि दबाब दिएर सिर्जन होइन एउटा चाहिँ दबाब सिर्जना गर्नुभएको छ भने निर्वाचन आयोगलाई पनि यो प्रकारको चाहिँ वकालत गरिराख्नु भएको छ। अब विशेष गरेर मलाई लाग्छ जहाँसम्म हाम्रो अपाङ्गता भएका व्यक्तिहरू जो चाहिँ राजनीतिक अधिकार कर्मीको रूपमा चाहिँ विभिन्न राजनीतिक सङ्घ सङ्गठनमा आबद्ध भएर बस्नुभएको छ उहाँहरूले यो कुरालाई चाहिँ एकदमै बुलन्द रूपमा राष्ट्रिय स्तरमा पनि र सङ्घीय स्तरमा पनि उठाइराख्नु भएको छ र यसलाई चाहिँ सुनवाई हुन्छ भन्नेमा छु म अहिले पनि। यो जुन तपाईँहरूले हिजो प्रस्तुत गर्नुभयो होइन डिसेबिलिटी राइटका सम्बन्धमा क्लाइमेट चेन्जका सम्बन्धमा यसमा मुख्य के छ त्यो अलि जिस्टमा भनिदिनु न। हजुर मैले अब हजुरलाई यो कस्तो राम्रो निकाल्नु भयो अहिले चाहिँ हामी पहिलो कुरा त हजुरलाई मैले भन्ने कुरा चाहिँ नेपालमा चाहिँ तपाईँको चाहिँ यो अपाङ्गता र जलवायु सम्बन्धीको चाहिँ यो हामीले चाहिँ साहित्य भन्छौँ लिट्रेचर त्यस्ता खालको कुनै पनि फ्याक्ट्स होइन तथ्यहरू चाहिँ छैनन् आधारहरू छैनन्। अनि हामी चाहिँ यो राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल निडवान भन्छौँ त्यहाँ त्यसको फाउन्डर चाहिँ प्रतिमा गुरुङ हुनुहुन्छ र म आफै पनि त्यहाँ चाहिँ टेक्निकल एडभाइजरको रूपमा चाहिँ उहाँहरूलाई चाहिँ टेक्निकली कन्ट्रिब्युट गर्ने गर्छु र हामी दुईजना लामो समयदेखि नेपालमा चाहिँ कसरी यो तथ्यहरू चाहिँ निर्माण गर्न सकिन्छ जसले गर्दाखेरि चाहिँ अरूले पनि यो तथ्यका आधारमा चाहिँ कुरा गर्न सकुन् भनेर चाहिँ हामीले बनाएको छौँ। अनि अस्ति भर्खरै चाहिँ तपाईँको नोभेम्बरमा ब्राजिलको चाहिँ बेलेन भन्ने ठाउँमा चाहिँ यो सदस्य राष्ट्रहरूको जलवायु सम्बन्धी चाहिँ प्रत्येक वर्ष सम्मेलन हुने गर्छ। अनि त्यो सम्मेलन चाहिँ अस्ति भयो नोभेम्बरको चाहिँ 9 तारिकदेखि 21 तारिकसम्म। हामी त्यहाँ जानुभन्दा पूर्व चाहिँ हामीले चाहिँ नेपालमा पहिलोपटक चाहिँ राष्ट्रिय मानवाधिकार नेपालसँग चाहिँ संयुक्त रूपमा नेपालमा चाहिँ पहिलोपटक चाहिँ जलवायु परिवर्तन अपाङ्गता र चाहिँ मानवाधिकार भनेर चाहिँ 2 दिनको सम्मेलन गरेको थियो राष्ट्रिय सम्मेलन। अनि त्यो सम्मेलनमा चाहिँ हामीले यो चाहिँ फ्याक्ट सिट अन डिसेबिलिटी एन्ड क्लाइमेट चेन्ज भनेर चाहिँ बनाएको छौँ र यो चाहिँ विशेष गरेर चाहिँ अपाङ्गताभित्रको पनि चाहिँ अन्तर्विविधताको दृष्टिकोणबाट जस्तो आदिवासी अपाङ्गता र जलवायु परिवर्तनले कस्तो असर गर्छ यसको अन्तर्सम्बन्ध के छ त भन्ने कुरामा लिएर हामीले यो फ्याक्टसिट तयार गरेका छौँ। यसमा चाहिँ कस्तो छ भन्दा चाहिँ मैले मूल रूपमा उठाउने कुरा चाहिँ आदिवासी अपाङ्गता र चाहिँ तपाईँको लैङ्गिकता बिचैको अन्तर्सम्बन्ध छ र त्यसले गर्दाखेरि चाहिँ जलवायु परिवर्तनले गर्दाखेरि झन् बढी कसरी चाहिँ उत्पीडनमा पार्छ कसरी चाहिँ सीमान्तकरण पार्छ भन्ने कुरा चाहिँ अन्तर्राष्ट्रियदेखि लिएर चाहिँ राष्ट्रिय र हामी चाहिँ ग्रामीण तहसम्म पनि विभिन्न अध्ययन अनुसन्धान गरेको आधारमा चाहिँ ती तथ्यहरूलाई चाहिँ यहाँ हामीले मूलभूत रूपमा चाहिँ प्रस्तुत गरेको छौँ। र मलाई लाग्छ मेरो सबैलाई चाहिँ अनुरोध पनि हाम्रो यो फ्याक्ट सिट चाहिँ निडवानको चाहिँ वेबसाइटमा पनि छ त्यहाँबाट पनि हजुरले प्राप्त गर्न सक्नुहुन्छ र यो गुगल गऱ्यो भने गुगलले पनि यसलाई चाहिँ सजिलो। अन्तिममा तपाईँसँग जिज्ञासा तपाईँ काठमाडौँ बसेर अपाङ्गता भएका क्षेत्रमा काम गरिनु भएको छ तपाईँको माया आश्रय मधेसी अपाङ्गताप्रति अलिक बढी देखियो होइन यहाँका साथीहरूले पनि धेरै भनिरहनु भएको छ कृष्ण सर हाम्रो लागि भगवान नै हो भनेर भनिरहनु भएको छ। तपाईँको बुझाइमा अपाङ्गता हरेक जिल्लामा छन् हरेक क्षेत्रमा छन् होइन हरेक भूगोलमा छन् मधेसी अपाङ्गताको वर्तमान अवस्था 2 वर्षदेखि तपाईँ मैले बुझेअनुसार तपाईँ 2 वर्षदेखि जनकपुरमा अपाङ्गता भएका क्षेत्रमा काम गरिनु भएको छ त्योभन्दा पहिला पनि होला मैले बुझेको अनुसार 2 वर्षदेखि हो। 2 वर्ष पहिला अथवा 3 वर्ष पहिलाको तुलनामा अहिले तपाईँहरूले जुन काम गरिनु भएको छ त्यसमा उहाँहरूमा मधेसी अपाङ्गता भएका व्यक्तिमा के चेन्ज आएको छ के परिवर्तन आएको छ के छ तपाईँको बुझाइ अहिलेसम्मको? अब एउटा पहिलो कुरा त तपाईँको चाहिँ अब मधेसमा भएको मधेसी अपाङ्गता भएको साथीहरूले पक्कै पनि मलाई चाहिँ एउटा चाहिँ सरिदिएका साथ लिनुहुन्छ। अब भगवान् मान्छे त भगवान् हुँदैन होइन तर पनि उहाँले चाहिँ प्रेम गरेर एउटा विश्वास गरेर उहाँहरूले त्यो खालको चाहिँ सम्मान गर्नुहुन्छ त्यो प्रति चाहिँ मेरो चाहिँ ठुलो तपाईँको चाहिँ सम्मान पनि छ उहाँहरूप्रति। हामीले कसरी चाहिँ संवाद गर्छौँ भन्दाखेरि चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको लागि चाहिँ उहाँहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि छ र महासन्धिले चाहिँ अपाङ्गता भनेको चाहिँ खालि उसको केवल चाहिँ अशक्तता मात्रै होइन अपाङ्गता भएका व्यक्तिहरू पनि जसरी अरू व्यक्तिहरूको चाहिँ बहुगत पहिचान हुन्छ हाम्रो पनि बहुगत पहिचान हुन्छ र त्यो पहिचानले उसको सामाजिक आर्थिक अवस्थितिलाई चाहिँ निर्धारण गर्छ भन्ने कुरामा चाहिँ हामी मान्यता राख्छौँ। त्यो भनेको नितान्त चाहिँ अपाङ्गताको मानवाधिकारको अवधारणा हो भनेर लिन्छौँ। अब मध्य प्रदेशमा मलाई सबैभन्दा एउटा गर्व लागेको कुरा राम्रो कुरा चाहिँ यो गएको 3 वर्षलाई चाहिँ फर्केर हेर्ने भन्दा चाहिँ
हुन त हामीले चाहिँ झन्डै 5-7 वर्षदेखि यहाँ चाहिँ गरिराखेको छु काम विभिन्न तरिकाले। तर डिसेबिलिटी राइट्स पढ्न म आफू आबद्ध हुँदाखेरि चाहिँ मैले चाहिँ तपाईँले चाहिँ मधेसी अपाङ्गता भएकै भएर चाहिँ यस्तो पाउनु भएको यो अवस्था तपाईँको हो, त्यस कारण तपाईँले यसलाई चाहिँ अनुभूत गर्नुपर्छ भन्ने कुरामा जुन 3 वर्षदेखि निरन्तर रूपमा चाहिँ विभिन्न तरिकाले काम गरियो। एउटा उहाँहरूमा आएको राम्रो चेतना भनेको चाहिँ हामी त खालि चाहिँ अरू जस्तै समान अपाङ्गता भएको व्यक्ति मात्रै होइन रहेछौँ, हामी चाहिँ मधेसी समुदायको अपाङ्गता भएको व्यक्ति रहेछौँ। किनभने हामी अपाङ्गता भएर पनि हामी विभेदमा परेको छौँ र यो देशको राज्य संरचनाले चाहिँ हामी मधेसी भएको कारणले गर्दा चाहिँ मधेसीको नाममा पनि फेरि विभेद गरेको छ भन्ने कुराको चाहिँ उहाँहरूको त्यो राम्रो अन्तस्करणको बुझाइ छ। त्यस कारणले मेरो लागि चाहिँ यो 3 वर्षको सबैभन्दा ठुलो उपलब्धि के हो भनेर सोध्नुहुन्छ भनेदेखि चाहिँ उहाँले जुन यो मुद्दालाई बुझ्नुभयो कि हामी त मधेसी अपाङ्गता भएको व्यक्ति रहेछौँ भन्ने कुरा चाहिँ त्यो नै मेरो लागि ठुलो उपलब्धि हो। र उहाँले अहिले पनि जहाँसुकै परिचय गर्दाखेरि चाहिँ उहाँहरू पहिला त्यो भन्नुहुन्थेन, हिचकिचाउनुहुन्थ्यो होइन, पहिला चाहिँ हामीलाई त अलिकति फुटाउन खोजे कि लडाउन खोजे कि भन्नुहुन्थ्यो। अहिले चाहिँ सगर्वका साथ हम मधेसी अपाङ्गता भेल व्यक्ति छे भनेर चाहिँ उहाँहरूले भन्नुहुन्छ भनेको त्यो आफैमा यति ठुलो चाहिँ वकालतको लागि चाहिँ अधिकारको चाहिँ डिमान्ड गर्छ कि, अनि त्यो नै मेरो लागि सबैभन्दा ठुलो चाहिँ उपलब्धि हो भन्छु मैले 3 वर्षको चाहिँ। अहिले झन् उहाँहरू सशक्त हुनुभएको छ, धेरै सशक्त हुनुभएको छ। तपाईँको चाहिँ मैले 2टा वर्ष हेरेँ, 2टा वर्षमा चाहिँ तपाईँको गत वर्ष पनि अपाङ्गता भएको व्यक्तिहरूको चाहिँ अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दिवस डिसेम्बर 3 मनाइन्छ होइन, त्यो बेलामा पनि थुप्रै अपाङ्गता भएको व्यक्तिहरू चाहिँ स्वतःस्फूर्त रूपमा चाहिँ सडकमा आएर उहाँहरूले चाहिँ आफ्नो एउटा र्याली लगाएर चाहिँ अधिकारको डिमान्ड गर्नुभएको थियो र त्यसैलाई चाहिँ अहिले यो वर्ष निरन्तरता दिनुभयो। अनि त्यो चाहिँ त्यो कुरा चाहिँ के भन्दा त्यो चाहिँ अब उहाँहरूमा आएको एउटा सचेतना हो। त्यो सचेतनाले चाहिँ स्वतःस्फूर्त रूपमा जुन बाटोमा सडकमा लिएर आएर आफ्नो अधिकारलाई माग गर्नुभएको छ त्यो पनि एउटा अर्को उपलब्धि हो भनेर म भन्न सक्छु। अब तपाईँलाई आगामी दिनमा पनि मधेसको जुन तपाईँले विश्वास जित्नु भएको छ होइन उहाँहरूको, त्यो कन्टिन्यू होस्, त्यही कामनासहित आजको तपाईँले विशेष समय दिनुभयो त्यसको लागि तपाईँलाई धन्यवाद। हस्, धेरै धेरै धन्यवाद।